Your smile lit up like a sunrise glow. Touch so soft where the seasons flow. We met where अब म रेडी हुन्छु टिका लगाउनलाई हल्ला हुन्छ यहाँ धेरै कहाँ बाङ्गे त ह्याप्पी दसैँ सबैजनालाई के अरे अरू के शुभकामना सबैजना ह्याप्पी दसैँ आजको दिन राम्रो जाओस् सबैको नमस्ते गर कसले गर्ने नमस्ते यो मान्छे सबैजनालाई नमस्ते नमस्ते खै म पनि नमस्ते छु नमस्ते नमस्ते सबैजनालाई म चाहिँ रेडी भएर बसेको छु your smile lit up like a sunrise glow. Touch so soft where the seasons flow. We met where the stars take their flight. Every moment with you feels just right. म चाहिँ रेडी भइसकेँ अनि अब टिका लगाएर टिका लगाउँछु मम्मीले टिका लगाइदिनुहुन्छ अनि आजको मेरो आउटफिट यो चाहिँ ओरेन्ज र पिङ्क कलरको मिक्स कुर्ता अनि त्यही हो सबैजनालाई ह्याप्पी दसैँ अगेन मलाई अब छिटो टिका लगाइदिनुहोस् मम्मीले मलाई टिका लगाइदिनुहुन्छ है एकछिन बनाउँछु भन्छु आशीर्वाद दिनु आशीर्वाद चक्काइया जान्छ भाइ तिम्रो लगाएको जाता कति पैसा हेर्नु अहिले चाहिँ पैसा माग्छ कि के भन्छ पैसा पैसा चाहिएन पैसामा नि मित्र दिनु नको चाहिँदैन मित्र दिनु त्यो शाबास भेरी गुड शाबास गे जति छ अरू के भयो तिम्रो जा जहाँ तसो साथी पुऱ्याइदिनु साथीहरू मनी अलि धेरै दिनुपर्ने छोरीलाई अब के गर्ने गाह्रो छ गएको दिनु मेरो त्यसकै छ त एक थाल छ अझ त्यो एक थाल पैसा राख्नु भएको छ मम्मीले तर मलाई जम्मा यति दिनुभएको छ है म अब मामा घर जान्छु जाम हेर्छु म त पछि जान्छु त अहिले कहाँ जाने टिका लाउनु त अहिले म जान्न म जाम त जाऊ न अब मैले यहाँ टिका लगाइसकेँ अब मामाको घर जान्छु पर्स पनि लगेर जान्छु यसो अब पैसा त हाल्नु पर्यो म पनि धोका लगाइदिनु है मैले पनि नङपालिस लगाएको छु फाइनली मैले टिका लगाएँ मनिष देखे ल आइजा ह्याप्पी दसैँ ह्याप्पी दसैँ दिदीलाई पैसा कमाउनु हतार भइरहेछ करिब 150 रुपियाँ दिएछु अर्को साल धेरै कमायो भने दिउँला ठिक छ खाने खोक्ने चिसोको खाने खोक्ने काम त ल अब हामी मामाको घरबाट टिका लगाएर अन्त जान्छौँ टिका लाउन खाएर यिनीहरूले सबभन्दा मेन है यहाँले मलाई के दिनु भएन मासु दिनु भएन मलाई मामा घर आएर पनि माइजूको बेजती गर्न लाग्छ माइजूले मलाई मासु दिनु भएन ठिकै छ अब केही छैन माफ गरिदिएँ मैले अब अझ चाहनु भन्छ हेर्दै हो नहुने पार त होइदिने
के खान्छ के यहाँ चाहिँ अब म फेरि अर्को फुपूको घर आएको छु अनि अहिले चाहिँ हामीसँग सानो क्युटी पाई पनि छिन् यता हाल्देऊ बहिनीको छोरी है यो फेरि नान्छु ए हे कति हराउनु भएर हे भगवान् कहाँबाट पर्छ त कसको के अरे तेरो कानेर राखेछ नि जता राख्नु दक्षिणा पाएँ मैले यहाँ त टिकाउने रातो बनाएछन् के गर्ने किन रातो फुललाई दियो रातो सुकुको मम्मीले सबले सेतो बनाएको त्यहाँले मात्र रातो बनाएको छ रातो धेरै बसेको रातोले जित्छ उसले मम्मीले झन् बस्यो दिनुहोस् के हात यस्तो थाप्नु अब भयो किन थाप्नु परेर कस्तो त कति हुन्छ भनेर उहाँ त कस्तै त्यो झरेको अर्को पटक लगाइदिने खै टोकिदिउँ पसिनोले यस्तै मुखी त दिदी किसिता त्यो लगाइदिने भन्दा पानी चाहिन्छ कि नै सक्छ गराइदिनु पानी चाहिन्छ ए होइन सर म त यता घरै छु कस्तो राम्रो भयो त हट्दा होस् ढोका लगाइहाल अरू के टीका कति नअर्दा अरे सेट टिकाले चाँडै दुखायो मेरो अड्डिन्न यता यता पनि लाग्छ यहाँ दाबले म जति दिएँ त्यति ल ल भाग्यमा नि आफूले त मलाई खाली चिको लगाइदिए 5 रुपियाँ नदिएर अहिले दिन्छु के विजया दशमीको मङ्गल हार्दिक मङ्गलमय शुभकामना जीवन सुखी खुसी होस् प्रगतिमय होस् धेरै प्रगति गरेस् धेरै कमाएस् मलाई पालेस् पढेस् भन्नु धेरै पढेस् रुपियाँ कमाएर मलाई दिएस् कतिचोटि भयो दिदीले कट गर्नुहुन्छ पछि के छ यसमा साइडमा तातो पनि क्या सत्ताको पैसा त गर्दैनन् ल त यसले सुन्दा कि यसले ल यो सिधा पकर न हो त्यसरी भयो ल भाग्यमानी भएस् यो के गर्ने अब सुकिसक्यो यहाँ कहाँ बनाए दुईचोटि एकै दिन दुईचोटि टिका लाउनु खोज्ने यार के लो कहाँ हो ल भाग्यमानी पैसा दिएर पो हो त आफै भाग्यमानी भयो भन्नुहुन्छ पहिला पैसा ल ल्याउनुहोस् अब चाहिँ यति हो मेरो टिका लाउने सक्यो यता बुढो हुनुहुन्छ के भनिदिनु न सित विजया दशमी 2082 को हार्दिक शुभकामना सबैजनालाई बाई बाई गर्नुहोस्